नमस्ते विद्यार्थी भाइ बहिनीहरू। आज फेरि म तपाईँहरू सामु एउटा नयाँ भिडियो लिएर आएको छु। यदि तपाईँ एसई दिइसक्नु भएको छ र 11-12 फ्रीमा पढ्न चाहनुहुन्छ वा स्कलरसिपमा पढ्न चाहनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि एकदमै इम्पोर्टेन्ट छ। प्लिज नकाटेर पुरा भिडियो हेर्नुहोला। भिडियो सुरु गर्नुभन्दा पहिला तपाईँहरूलाई एउटा सानो अनुरोध, यदि तपाईँले मेरो युट्युब च्यानल दिलीप एकाडेमीलाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनुहोस् र मेरो फेसबुक पेज दिलीप सरलाई पनि फलो गरिदिनु होला। आउनुहोस् भिडियो सुरु गरौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एसई पास गरेका विद्यार्थीहरूको लागि एउटा स्कलरसिपको व्यवस्था गर्नुभएको छ गत वर्षदेखि। त्यो स्कलरसिपमा 1 रुपियाँ पनि पैसा नलाग्ने, कुनै शुल्क नलाग्ने, मन्थली फी पनि नलाग्ने, एडमिसन फी पनि नलाग्ने, कुनै लाइब्रेरी चार्ज, ल्याब चार्ज केही पनि नलाग्ने फुल स्कलरसिप 100% स्कलरसिपको व्यवस्था गर्नुभएको छ गत वर्षदेखि। अब त्यो स्कलरसिपमा कस्ता कस्ता विद्यार्थीहरू पढ्न पाउने भन्ने कुराको म यो भिडियोमा तपाईँहरूलाई विस्तृत रूपमा जानकारी गर्न गइरहेको छु। यो होइन कि त्यो स्कलरसिपमा पढ्नका लागि चाहिँ म एकदमै ट्यालेन्ट हुनुपर्छ भन्ने पनि त्यस्तो छैन। या त फेरि एसईमा A+ ल्याएर पास गर्नुपर्ने हुन्छ अथवा A ग्रेड ल्याएर पास गर्नुपर्ने हुन्छ भन्ने किसिमको सोचाइ छ भने त्यस्तो पनि होइन। किनकि ट्यालेन्ट हुनुहुन्छ भने त धेरै राम्रो भइहाल्यो, स्कलरसिपमा स्वतः रूपमा पढ्नुभयो। अथवा मिडियम स्तरको विद्यार्थी हुनुहुन्छ, पढाइमा चाहिँ मध्यम किसिमको विद्यार्थी हुनुहुन्छ भने त्यस्ता किसिमको विद्यार्थीको लागि पनि यो मजाले पढ्न सक्नुहुन्छ। र कोही विद्यार्थी कमजोर हुनुहुन्छ, अलिक कमजोर हुनुहुन्छ र एकदमै मेहनतिलो हुनुहुन्छ भने पनि त्यस्ता विद्यार्थीलाई यो स्कलरसिपमा पढ्न एकदमै सजिलो छ। किनभने यो स्कलरसिपको कोटा चाहिँ अलिक धेरै छुट्याउनु भएको छ। प्राय स्कलरसिपहरूमा कोटा थोरै हुन्छ र ट्यालेन्ट विद्यार्थीहरू पढ्ने गर्छन्। यसमा त्यस्तो छैन। यसमा चाहिँ लगभग 5000-6000 जना कोटा खुलेको हुन्छ नेपाल अधिराज्यभरि। र नेपालका टप कलेजहरूमा पढ्न पाउनुहुन्छ, काठमाडौँका टप कलेजहरूमा। यसभन्दा अगाडि अघिल्लो सालमा एसईको रिजल्ट आइसकेपछि 2081 सालको, त्यसमा चाहिँ टोटल कोटा 4624 वटा टोटल कोटा खुलेको थियो अघिल्लो सालको है। अब यस वर्ष चाहिँ कतिवटा खुल्छ, एसईको रिजल्ट आइसकेपछि एउटा चाहिँ नोटिस पब्लिस हुन्छ, काठमाडौँ महानगरपालिकाले पब्लिस गर्छ। त्यो नोटिसमा भन्छ कतिवटा कोटा कतिवटा कलेजमा पढ्न पाउने भन्ने किसिमको चाहिँ हुन्छ। तर मैले योभन्दा अघिल्लो सालको तपाईँहरूलाई बताउन गइरहेको छु। अघिल्लो साल चाहिँ टोटल कोटा 4624 वटा खुलेको थियो। त्यसमध्ये 390 वटा कलेज मध्येमा काठमाडौँको टप कलेजहरू पर्छन्, 390 वटा कलेज। तपाईँहरू 390 वटा कलेजमा कुनै पनि कलेज छानी पढ्न पाउनुहुन्छ यो स्कलरसिपमा। र कुन सब्जेक्टमा कति छुट्याएको छ त हेर्नुहोस् है। म्यानेजमेन्टमा म्यानेजमेन्ट भनेको कमर्स है। म्यानेजमेन्टमा 2493 वटा कोटा छुट्याएको छ। साइन्समा 1752 वटा कोटा छुट्याएको थियो 4 चाहिँ है। ह्युमानिटिजमा 173 वटा कोटा छुट्याएको थियो 4। लमा 136 वटा कोटा, एजुकेसनमा 70 वटा कोटा। अब यो कोटा मध्येमा पनि कस्ता विद्यार्थीलाई कति पर्सेन्ट कोटा त? जस्तो सरकारी स्कुलबाट जो विद्यार्थीले एसई चाहिँ पास गर्नुभएको छ त्यस्ताको लागि चाहिँ 40% कोटा छुट्याएको छ। सबभन्दा धेरै सरकारी स्कुलमा पढेका विद्यार्थीको लागि छुट्याउनु भएको छ। अर्को जो विद्यार्थी बोर्डिङ स्कुलबाट पढेको हुन्छ उसको लागि चाहिँ 5% छ। र जो विद्यार्थी काठमाडौँको बासिन्दा, जुन विद्यार्थी चाहिँ काठमाडौँ घर भयो, काठमाडौँको बासिन्दा छ भने त्यस्ता विद्यार्थीको लागि चाहिँ 9% कोटा छुट्टिएको छ। र ल्यान्डफिल साइट एफेक्टेड एरिया भन्नाले चाहिँ काठमाडौँको फोहोरहरू एउटा थुपार्ने सिस्टोल भन्ने ठाउँमा चाहिँ काठमाडौँ जति पनि फोहोरहरू त्यहाँ थुपार्ने गरेको छ होइन काठमाडौँ महानगरपालिकाले। त्यहाँ फोहोर थुपार्दाखेरि त्यहाँ वरिपरिको बस्तीहरूमा कति दुर्गन्ध फैलेको हुन्छ, कति चाहिँ स्मेलहरू आइरहेको हुन्छ नराम्रो होइन। त्यस्तो किसिमको चाहिँ सिस्टोल भन्ने ठाउँमा त्यो फोहोर फालिन्छ। त्यो फोहोर फालेको वरिपरिको चाहिँ बासिन्दाहरूको लागि चाहिँ 1% भन्न छुट्याउनु भएको छ। फोहोर चार्ज छुट्याएको है त। अब यसपालि चाहिँ नोटिस आउँछ फेरि नयाँ। अब यसरी क्याटेगोरी गरेको छ। र अर्को कुरा चाहिँ अब यहाँ त्यो स्कलरसिपमा पढ्नका लागि के चाहिन्छ त क्राइटेरियाहरू होइन। मिनिमम क्वालिफिकेसन के हुनुपर्छ? एसईमा कम्तीमा 1.6 GPA आउनु पर्यो है। एसईको रिजल्ट आइसकेपछि त्यसमा चाहिँ 1.6 GPA आउनु पर्यो एसईमा। र त्यो विद्यार्थी चाहिँ सरकारी स्कुलमा पढेको हुनु पर्यो। यदि बोर्डिङ स्कुलमा पढेको विद्यार्थी हो भने कम्तीमा पनि 10% स्कलरसिपमा पढेको हुनु पर्यो है। यदि तपाईँ बोर्डिङ स्कुलमा पढेको विद्यार्थी हो भनेपछि त्यो बोर्डिङ स्कुलमा पढेको विद्यार्थी 100% स्कलरसिपमै पढ्नै पर्छ भन्ने छैन। 100% स्कलरसिप पढेको विद्यार्थी हो भने राम्रो भयो होइन। अथवा कम्तीमा पनि 10% चाहिँ स्कलरसिप पाएको हुनु पर्यो उसले चाहिँ बोर्डिङ स्कुलमा पढ्दाखेरि चाहिँ। त्यस्तो किसिमको विद्यार्थी हुनु पर्यो। र
अब यो स्कलरसिपमा पढ्नका लागि पनि एससीमा 1.6 जिपी आउन साथ स्कलरसिप पाउने भन्ने होइन। एउटा महानगरपालिकाले एउटा सानो 2 घण्टाको चाहिँ एउटा एक्जाम दिन्छ तपाईँहरूलाई। 2 घण्टाको एक्जाम दिनुपर्ने हुन्छ। त्यो एक्जाममा कस्तो हुन्छ भन्दा 100वटा क्वेसन आउँछ, अब्जेक्टिभ क्वेसन अथवा एमसीक्यू क्वेसन है। यहाँ म लेखेको छु अब्जेक्टिभ अथवा एमसीक्यू। अब्जेक्टिभ अथवा एमसीक्यू भनेको चाहिँ सबै टिक लाउनेवाला मात्रै। माथि क्वेसन हुन्छ अनि तल चाहिँ 3टा अथवा 4वटा अप्सन हुन्छ। त्यो अप्सनमा चाहिँ कुनै एउटा टिक लाउनु पर्यो होइन। माथि क्वेसन पढ्नु पर्यो अनि तल अप्सनमा चाहिँ कुनै एउटा हुन्छ त्यो टिक लाउने। त्यस्तो किसिमको प्रश्न उत्तर लेख्ने चाहिँ हुन्न है, थ्योरी लेख्ने चाहिँ होइन, जस्ट टिक लाउने मात्र एन्सरहरू। त्यस्तो किसिमको आउँछ क्वेसनहरू, 100वटा आउँछ। अब 100वटामा कहाँबाट आउँछ त, त्यसबाट सोध्छ भन्ने चाहिँ कन्फ्युजन होला। त्यसमा चाहिँ के हो भन्दाखेरि त्यही 10 क्लासमा तपाईँहरूले म्याथ, इङ्ग्लिस, साइन्स यो 3टा विषय जुन पढ्नुभयो नि त्यही 3टा विषय फेरि एकपल्ट रिपिट गर्नुहोस् तपाईँहरू। यो खाली समयमा त्यत्तिकै नबस्नुहोस्, त्यो सब्जेक्ट फेरि रिपिट गर्नुहोस्। रिपिट कसरी गर्नुहोस्, हार्ड क्वेसनहरू रिपिट नगर्नुहोस्। धेरै हार्ड क्वेसन चाहिँ आउँदैन है त, किन अब्जेक्टिभ क्वेसनमा धेरै हार्ड क्वेसन कहिले पनि आउँदैन। अब्जेक्टिभ क्वेसनमा आउने इजी क्वेसन आउँछ र मिडियम किसिमको क्वेसनहरू आउँछ, ताकि विद्यार्थीले छिटो सल्भ गरेर चाहिँ टिक लाउन सजिलो होस् भनेर। इङ्ग्लिसको हेर्नुहोस्, 10कै इङ्ग्लिस हेर्नुहोस्, इङ्ग्लिसमा प्रायः चाहिँ ग्रामरहरू हेर्नुहोस् होइन। साइन्समा छोटो छोटो क्वेसन एन्सरहरू हेर्नुहोस्, साइन्सको लामो लामो नरट्नुहोस् है। छोटो छोटो क्वेसन एन्सरहरू युनिटहरू भयो होइन, कुनै सानो सानो चाहिँ हिसाबहरू हुन्छ साइन्समा, त्यस्ताहरू हेर्नुहोस् होइन। अनि म्याथमा पनि धेरै हार्ड क्वेसन नहेर्नुहोस्, म्याथको सबै हेर्नुहोस्, सबै टपिक हेर्नुहोस्, तर धेरै हार्ड क्वेसन होइन, धेरै गाह्रो क्वेसन नहेर्नु। सजिलो सजिलो क्वेसनहरू, छोटो छोटो क्वेसनहरू र मिडियम टाइपको क्वेसनहरू हेर्नुहोस् है त्यसरी। र 10 नम्बरको मैले भने म्याथ, इङ्ग्लिस, साइन्स। म्याथको 30वटा क्वेसन सोध्छ, इङ्ग्लिसको 30वटा, साइन्सको पनि 30वटा, 90वटा भयो। र 10वटा क्वेसन चाहिँ जिके। जिके भनेको जनरल नलेज होइन, जनरल नलेज सामान्य ज्ञान। त्यो भन्नाले जस्तो नेपालको प्रधानमन्त्री को छ अहिले होइन, केपी शर्मा ओली, यस्ता क्वेसनहरू। अनि विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा उचाइ कति छ, यस्ता किसिमका। नेपालको सबभन्दा गहिरो ताल कुन हो, यस्ता किसिमका। नेपालको कुल क्षेत्रफल कति छ, यस्ता किसिमका। नेपालको झन्डाको आकारहरू कस्तो छ, कस्तो कलरको छ, यस्ता यस्ता किसिमको चाहिँ जनरल क्वेसनहरू सोध्छ। टोटल गरे 100 मार्क्सको। त्यसमा चाहिँ 40वटा मिलाउनै पर्यो तपाईँले होइन। 100वटा क्वेसनमा 40वटा राइट गर्नु पर्यो। राइट गऱ्यो भने तपाईँ पास हुनुभयो, स्कलरसिपमा पढ्नुभयो तपाईँ। अनि अर्को कुरा चाहिँ म लेख्दैछु है, 30 मार्क्सको म्याथ, 30वटा साइन्स, 30वटा इङ्ग्लिस क्वेसनहरू होइन, 10वटा चाहिँ जिके। टाइम जम्मा कति हुन्छ एक्जामको, 2 घण्टा मात्रै हुन्छ। र सबै अब्जेक्टिभ क्वेसन भनेको टिक लाउनेलाई मात्रै आउँछ। र नो नेगेटिभ मार्किङ, नेगेटिभ मार्किङ हुँदैन। नेगेटिभ मार्किङ हुँदैन भन्नाले अब यो कुरा तपाईँलाई कन्फ्युज होला। नेगेटिभ मार्किङ कस्तो हुन्छ भनेपछि लोकसेवाको परीक्षाहरूमा चाहिँ कस्तो हुन्छ, जस्तो 100वटा क्वेसन आयो मान्नुहोस् है। 100वटा क्वेसनमा तपाईँहरूले चाहिँ टिक लाउने क्रममा 5वटा क्वेसन मिस्टेक गरिदिनु भयो। 5वटा क्वेसन मिस्टेक गर्नुभयो भने एउटा तपाईँको राइट भएको चाहिँ क्वेसन पनि कट्छ, माइनस भइहाल्छ कि तपाईँ 1 नम्बर कट्छ कि। त्यस्तो हुन्छ नेगेटिभ मार्किङ भनेको। 5वटा क्वेसन तपाईँले रङ टिक लाउनु भयो भने एउटा राइट भएको तपाईँको कट्यो। 10वटा क्वेसन रङ टिक लाउनु भयो भने 2टा तपाईँको राइट भएको क्वेसन कट्यो। 15वटा क्वेसन तपाईँले रङ टिक लाउनु भयो भने 3वटा चाहिँ राइट भएको कट्यो। 20वटा क्वेसन तपाईँले चाहिँ रङ टिक लाउनु भयो भने 4वटा राइट भएको कट्यो। त्यस्तो हुन्छ लोकसेवामा। तर यो चाहिँ स्कलरसिपको लागि बालेन शाहले दिने एक्जाममा चाहिँ त्यस्तो नेगेटिभ मार्किङ हुँदैन। यदि रङ छ भने केही फरक परेन, त्यो गरिन्न, रङ भयो, राइट भएको चाहिँ कट्दैन, नेगेटिभ मार्किङ हुँदैन भन्नु खोजेको है त, त्यो। अब त्यो भयो होइन। अब त्यसमा चाहिँ डकुमेन्टहरू के चाहिन्छ त तपाईँलाई हेर्नुहोस् है। एडमिट कार्ड, एसई दिँदाखेरि तपाईँलाई एडमिट कार्ड थियो होला तपाईँको होइन। एडमिट कार्ड भन्नाले प्रवेश पत्र, त्यो एडमिट कार्ड राख्नु होला, त्यो चाहिन्छ होइन। अर्को चाहिँ नागरिकता छ भने नागरिकता, अथवा नागरिकता छैन भनेपछि जन्म दर्ता। अर्को चाहिँ एसईको रिजल्ट आइसकेपछि जुन तपाईँको मार्कसिट हुन्छ त्यो मार्कसिट र क्यारेक्टर सर्टिफिकेट, इन 2टै चाहिन्छ है। अनि अर्को कुरा चाहिँ फोटो, पासपोर्ट साइजको फोटो पनि चाहियो। अनि एउटा चाहिँ स्कुल रेकमेन्डेसन लेटर, स्कुलले एउटा रेकमेन्डेसन लेटर लेखिदिन्छ, त्यो रेकमेन्डेसन लेटर चाहियो है। जस्तो म स्कलरसिपमा एप्लाई गर्न गइरहेको छु, मलाई एउटा रेकमेन्डेसन लेटर लेखिदिनुहोस् भनेर स्कुललाई भन्नु होला, अनि उसले एउटा रेकमेन्डेसन लेटर लेखिदिन्छ, त्यो चाहियो। र अर्को कुरा चाहिँ एउटा 10वटा कलेज, टोटल कलेज चाहिँ 390वटा कलेज मध्येमा जहाँ पनि पढ्न पाइयो। तपाईँहरूले अब स्कलरसिपमा पास भइसक्नु भयो भने 10वटा कलेज चाहिँ तपाईँले नाम लेख्नुपर्छ कि मलाई यो कलेजमा पढ्न मन छ भनेर। फर्स्टमा मलाई केएमसी कलेजमा पढ्ने इच्छा छ भने लेख्नुहोस्, सेकेन्डमा मलाई ट्रिनिटी कलेजमा पढ्ने इच्छा छ, थर्डमा मलाई अथवा अर्को कुनै कलेजमा पढ्ने इच्छा छ भनेर 1 2 3 4 गरेर 10वटा कलेज चुज गर्नुपर्ने हुन्छ। त्यो 10वटा कलेजमा कुनै पनि एउटा कलेजमा तपाईँ पढ्नुहुन्छ।
अब यस्तो किसिमको चाहिँ महानगरपालिकाले चाहिँ व्यवस्था गरेको छ, यो एकदमै राम्रो हो होइन। अब एसईको रिजल्ट आउन बाँकी छ, रिजल्ट आइसकेपछि फेरि महानगरपालिका काठमाडौँ महानगरपालिकाले फेरि स्कलरसिपको लागि नयाँ चाहिँ नोटिस निकाल्छ, जहाँसम्म अब यस वर्ष चाहिँ पोहोर चाहिँ 4624वटा कोटा थियो, यस वर्ष धेरै निकाल्ला। पोहोर 390वटा कलेजमा व्यवस्था गरेको छ, यसपालि सायद धेरै नै गर्ला होइन। अब नयाँ नोटिस आएपछि थाहा हुन्छ। यो चाहिँ पोहोरको नोटिस अनुसारले मैले सबै बनाएको छु। अब यसमा केही नबुझेको कुराहरू छ र केही अझ फर्दर केही तपाईँलाई जानकारी लिन मन छ भने मलाई कमेन्ट गर्नुहोला। कमेन्ट गरेपछि म तपाईँलाई यसको बारेमा पूर्ण रूपमा जानकारी अझै एक्स्ट्रा गराउँछु। धन्यवाद।